दर्शक महानुभावहरू नमस्कार। तपाईहरुकै आफ्नै जनमत न्यूजमा हार्दिक स्वागत गर्दछौं। देशभरिका विभिन्न किसिमका घटनाहरूलाई समेटेर नयाँ समाचार लिएर तपाईहरु माझ फेरि पनि उपस्थित भइसकेका छौं। कृपया हामीसँगै रहनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, हजुरहरुको मनमा लागेका प्रतिक्रियाहरू छाड्न नबिर्सिनुहोला। समाचार सबै महत्त्वपूर्ण छन्। कृपया भिडियोलाई अन्तिमसम्म हेर्न नबिर्सिनुहोला। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक सुरु भएको हो। भिरकुटी मण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको हो। बैठकमा विशेष महाधिवेशन पक्षधरको 8 बुँदे प्रस्तावका विषयमा छलफल हुने बताइएको छ। यसैगरी कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने लगायत प्रस्ताव विशेष महाधिवेशन पक्षधरको रहेको छ। यसैगरी तेस्रो प्रस्तावमा प्रधानमन्त्रीको उम्मेदवार अहिले नै तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने प्रस्ताव रहेका छन्। निर्वाचनमा केन्द्रित हुनका लागि 5 सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाको हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेश भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने प्रस्ताव रहेका छन्। यसैगरी नेपाली कम्युनिस्ट पार्टी एमाले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ। एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ 4 गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इन्चार्ज महेश बस्नेतले जानकारी दिए। यस्तै एमाले संशोधन विधान अनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ 2 गते काठमाडौँमा हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इन्चार्ज डा राजन भट्टराईले बताए। एमालेको यही पुस 26 गते बसेको केन्द्रीय कमिटीको बैठकले आगामी फागुन 21 गते हुने तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय गरेको थियो। यस्तै गरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अन्य कुनै पनि दलसँग एकीकरण हुने हल्का भ्रमक र असत्य भएको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत पार्टी एकीकरण बारे चलेका हल्लाको खण्डन गरेका हुन्। घिसिङले आफ्नो नाम र पार्टीलाई जोडेर अन्य दल विशेष गरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने प्रचार पूर्ण रूपमा निर्धार गरेको रहेको स्पष्ट पारेका छन्। बजारमा चलेका यस्ता हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ छ। यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेडाईलाई पक्राउ गरेको छ। उनीमाथि राजतन्त्र समर्थक प्रदर्शनमा सहभागी हुन अनुरोध गर्दै व्यापक SMS अभियान सञ्चालन गरेको आरोप छ। एसपी काजी कुमार आचार्यका अनुसार सेडाईले एकै पटक करिब 50 लाख जनालाई मेसेज पठाएको पाइएको छ। उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी एटी अलर्ट मार्फत सन्देश प्रेषित गरेका थिए। यसैगरी प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन्। बुधबार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सीमित नरहेको बताएकी हुन्। उनका अनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्णायक प्रभावकारी जीवन पद्धति हो। स्वजागरणले नागरिकलाई आन्तरिक
रूपमा शान्ति सचेत र जिम्मेवारी बनाउने तथा बाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्धि समाज निर्माणमा सहयोग गर्ने उनले बताएकी छिन्। गरी प्रधानमन्त्री बन्ने घोषणासहित श्रम संस्कृति पार्टी खोलेका हर्क सम्पाङले आगामी 21 फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि धमाधम टिकट वितरण गरिरहेका छन्। धरानका मेयर हर्क सम्पाङले टिकट लिन उम्मेदवारहरूलाई धरानमै बोलाइरहेका छन्। धरानमा रहेको सम्पर्क सचिवालयबाट उनले प्रत्यक्ष तर्फका उम्मेदवारहरूलाई टिकट दिएर जिल्ला जिल्ला पठाएका छन्। कोशी 1 नम्बर र बागमती 3 नम्बर प्रदेशका जिल्लाहरूमा लगभग धेरै उम्मेदवार टुङ्गिसकेको छ। महासचिव आरएन राईले भने बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुङ्गाउने प्रक्रियामा छौँ। यो पार्टीले देशभरि प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारी गरेको छ। यसै गरी सुनसरीमा आफ्नै मामाको छोरालाई खुकुरी प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका 11 पुण्य मार्ग बस्ने 35 वर्षीय रूपक राईलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा 33 वर्षीय रबिन राईलाई पक्राउ गरेको छ। यस्तै गरी काठमाडौँ सुन्धारा स्थित जगन्नाथ देवल कारागारमा 10 वर्ष कैद सजाय तोकिएका 3 जना कैदीबन्दी हेडमास्टरको परिचय बनाएर फर्कँदैछन्। त्यहाँ स्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जननाथ माध्यमिक विद्यालयको प्रधान अध्यापक केही समयपछि कैद मुक्त हुँदैछन्। उदयपुरमा भोग चलन गरेको वर्षौंपछि जग्गाधनी पूर्जा पाएपछि सुकुम्बासी दङ्ग